फ्रेन्ड अब निक्लेको घरबाट। हेलो फ्रेन्ड, वेलकम टु दिस न्यू भिडियो। आज चाहिँ म तपाईहरुलाई जाँतेसम्मको यात्रा देखाउँदैछु। अहिले भर्खरै बन्दै गरेको यो मदन मार्ग पनि तपाईहरुलाई देखाउनेछु। जाँतमा रहेको ठुलो जाँतो तपाईहरुलाई देखाउनेछु र त्यहाँको वातावरण देखाउँदैछु र त्यहाँको वरिपरि के कस्तो छ त्यो सबै म देखाउँछु है त तपाईहरुलाई। एकदम रमणीय ठाउँ छ। भिडियो अन्तिमसम्म हेर्दिनु होला। यो चाहिँ लेटाङको बस स्टेसन भइहाल्यो अहिलेको। त्यहाँबाट चाहिँ हामी सिधै अब इस्टतर्फ जान्छौँ। त्यहाँनिर चाहिँ माथि भन्ने ठाउँमा हामी पुग्छौँ। यो चाहिँ बस पार्क हतिया लाग्ने ठाउँ भइहाल्यो। यहाँबाट लगभग 3 किलोमिटर छ होला जाँते, धेरै छैन, नजिकै हो। यो देखिराख्नु भएको चाहिँ लेटाङको अस्पताल। लेटाङको अस्पताल चाहिँ तयारी भइरहेको छ। यहाँ तपाईहरु देखिराख्नु भएको छ। अहिले चाहिँ हामी मदन मार्गमै छौँ। अब यो बाटो चाहिँ हुँदै हामी चाहिँ जान्छौँ। अहिले चाहिँ यसलाई खेरुवा भन्छ है। ग्लोभ्स नलाइ हिँड्ने है, हात चाहिँ सबै डढ्ने भयो। तलको हाइवेमा चाहिँ अहिले हिँडिसक्नु छैन। किन भन्दाखेरि तपाईँको बाटो निर्माण भइरहेको छ, एसियन हाइवे। यो बाटो चाहिँ अहिले प्रायःले प्रयोग गरिरहेको छ। लेटाङको पछि झर्न, लेटाङदेखि जस्ट पूर्व जानेको लागि चाहिँ यही बाटो चाहिँ अहिले एकदम प्रयोगमा आएको छ। अब चाहिँ हामीहरू यो मोरङ्गी पुल नजिक आइसक्यौँ। यो मोरङ्गी पुलदेखि उता चाहिँ जाँते साबीको जाँते गाविस। अहिले चाहिँ अब लेटाङ नगरपालिका वार्ड नम्बर 9 र 8 दुईवटा विभाजन भएको छ। त्यो गाविसलाई चाहिँ हामी यही बाटो हुँदै जान्छौँ। अब हामीहरू सिधै आइसक्यौँ जाँते। ल, मदन मार्ग स्थित यो जाँते भइहाल्यो। यसलाई चाहिँ बुढौली चोक पनि भन्छ। र बुढौली चोकको यहाँ मूर्ति पनि राखेको थियो। अहिले चाहिँ बाटोमा बाइकन हटिसकेको छ। यो चाहिँ पारुहाङ चोक भन्छ है। यो पारुहाङ चोक हो। यो मदन चोक चाहिँ तल हामी पत्री एसियन हाइवेबाट उतराउँदाखेरि चाहिँ पत्रीबाट आइन्छ। यो जाँतेको मुख्य चोक बजार भइहाल्यो, मदन चोक भन्छ। यहाँबाट उतै गयो भने हामी मधुमल्ल निप्लाजुङ गाउँपालिका पुगिन्छ। अहिले म चाहिँ अब ओह्रालो पत्री जाने बाटो जाँदैछु।
चैतको महिना छ है। अब गर्मी चाहिँ हल्का हल्का बढिसकेको छ अहिले, लगभग 28देखि 28सम्म अहिले नर्मल टेम्परेचर छ। तर घामले गर्दाखेरि आज हात चाहिँ डढ्ने भयो है। यो चाहिँ अहिले ठ्याक्कै अब यो चाहिँ इन्ट्री पोइन्ट भनौँ न, यहाँ इन्ट्री पोइन्ट हो जहाँ चाहिँ पथरी हाइवेदेखि चाहिँ सिधै आउने यो जहाँ चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो के रहेछ पितृमङ्गल मञ्च शान्तिदीप बौद्ध विहार रेटाङ्गा। यो चाहिँ नेपालकै सबैभन्दा ठुलो जाँतो है। यो जाँतो भन्छ, नेपालकै सबैभन्दा ठुलो जाँतो हो। जाँतो भ्रमण गर्नुभएकोमा धन्यवाद लेखिरहेको छ। यो चाहिँ तपाईँको हेलो शेरधन राईद्वारा चाहिँ शिलान्यास भएको छ। 76 साल मङ्सिर 23 गते रोज 2 भने सोमबारको दिन रहेछ। यहाँ हेर्नु त यस्तो राम्रो ठाउँ छ। यो चाहिँ सब डिभिजन कार्यालय जाँतेको भइहाल्यो। ल हेर्न सक्नुहुन्छ एकदम राम्रो सुन्दर छ। यहाँ चाहिँ हामीलाई अब तपाईँ तल बाटो देख्न सक्नुहुन्छ है। यो रुखहरूमा चाहिँ पुरै तपाईँको रङ लगाएर हेर्न आकर्षक खालको रहेछ। अब म अब चढ्छु ल। यो मेरो बाइक छ। जाँते भ्रमण गर्नुभएकोमा धन्यवाद। यो जाँतो र जाँते चाहिँ रिलेटेड पनि छैन है। जाँतो यो मकै पिन्ने हाम्रो ट्रेडिसनल टाइपको हो। मकै पिन्ने मसिन हाम्रो बाबुबाजेले क्रिएट गरेको। फेरि एकचोटि चढ्छ है त। ल देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ तपाईँहरू भ्रमण गर्न आउँदाखेरि एकदम तपाईँहरूलाई आनन्द हुन्छ यहाँ, किनभने तपाईँको यहाँ त पोखरी छ होइन, चक्क सङ्गल पार्क। यहाँनिर तपाईँको बाटो देख्न सक्नुहुन्छ पुरै रङ्गीन छ है, रुखहरू रङ्गाउनु भएको छ। यहाँ चाहिँ विभिन्न नेपालको झन्डादेखि लिएर जातिहरूको पनि रहेछ, आफ्नो संस्थाको पनि रहेछ है। अब चाहिँ म तपाईँहरूलाई देखाउँछु यहाँको बाटो है त। राम्रो छ बाटो। हेर्नु त यी वरिपरि होइन तपाईँको रुखहरूलाई यस्तो राम्रो डिजाइन गरेको छ कि मजा लाग्छ क्या। आउनु होला है एकचोटि भेट्न चाहिँ, हेर्न चाहिँ आउनु होला, भेट्न होला नि हेर्न आउनु होला। अनि तपाईँहरूलाई केही कन्फ्युज छ यो ठाउँको बारेमा अझै जानकारी चाहिन्छ भने चाहिँ मलाई तपाईँहरूले कमेन्ट डाउन गर्नु होला है त। सी यू गाइज। म चाहिँ अहिले अब पथरी झर्दैछु है, त्यहाँ गएर तेल लाउनु छ।